ल प्रदेश सरकार तथा स्थानीय सरकारको 40-60 को बजेटबाट परेको यो बाटो, यो गाउँको बाटो अब पिच हुँदैछ। त्यसको लागि हाम्रो अध्यक्षज्यू, वडा अध्यक्षज्यू बुद्धिमान राणाज्यू आफै खटिनु भएको छ यहाँ, साथै अनुमोदन गर्नुभएको छ। यो बाटो कसरी बन्दैछ हैन, कस्तो तरिकाले बन्दैछ भन्ने उहाँले आफै अनुमान गर्नुभएको छ। यहाँ ठ्याक्कै यो सोलिङहरू हुँदैछ। अब यो सोलिङको ठाउँमा चाहिँ अब नाली बन्ने छ। ल यहाँ हाल्नु आउनुहुन्छ वडा अध्यक्षज्यू। नभन्नु नभन्नु काम गर्नु मलाई हात किन हो इंडिया में बसे जागिर खादा 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 मिच्छेर हो कि यस्तो काम गर्ने हो। किन हो काम त खुरखुर गर्नुपर्छ नि, आफ्नो लागि गर्छ कसरत पनि गरेर जागिर गर्नु हो। ल अध्यक्षज्यू आफै काम अरु के छ यो गण्डकी प्रदेशबाट 60% र रिसाप नगरपालिकाको बजेट 40% गरेर 60-40 को बजेटबाट यो ढुङ्गाडे रूपटार सपाउँदी मोटर बारको बहुवर्षीय र अहिले चाहिँ 1 करोडको योजना हो। यो ठाउँमा चाहिँ नाली र 700 करिब 700 मिटरको पिच भन्ने कुरा प्राविधिकको इस्टिमेट अनुसारले भइरहेको छ। यो मसन्दसम्म खास सम्झौता अनुसारले यो भन्नुपर्दा माथि सिरिङे शान्ति मोटर मार्गमा पनि सिरी शान्ति मार्गमा पनि परेको छ। त्यो पनि यस्तै पहिला कति 40 लाख बराबर परेको थियो भने अहिले पनि 40 लाख परेको छ। त्यो त्यहाँ पनि काम स्थगित भइरहेको छ ठेकेदारले गर्दाखेरि। हजुर, ठेकेदारलाई बारम्बार भन्दा पनि नमानेर ठेकेदारलाई 3 पल्ट कार्यपालिकाको मिटिङ अनुसारले चिठी पत्र पठाउँदा पनि उहाँहरूले त्यसको जवाफ नपठाएको हुँदा उहाँहरूले अब ब्रेक लिस्टमा राख्ने भन्ने कुरा भइरहेको छ। अहिलेसम्म अब भर्खर सुरु भएको छ के अरे, अब सुरुको प्रक्रियामा अहिले नै ठोस रिजल्ट त आएको छैन। तर अब हेर्दै जाऊँ, अब रिजल्ट अब म यहीँ हुन्छु। अब म यहाँ हुँदाखेरि मैले त गर्छु, म आफै फिल्डमा गएर म आफै श्रमिकहरूसँग बसेर काम गरेर पनि म आफैले यसको बारेमा जानकारी पनि लिइरहेको छु। ल उहाँ चाहिँ हाम्रो निर्माण व्यवसायी यहाँकै स्थानीय हुनुहुन्छ। ल उहाँले पनि हेर्नु भएछ कहाँ कसरी गर्ने के गर्ने भन्ने उहाँले निर्देशन गर्दै हुनुहुन्छ। ढुङ्गा सबै निकाल्थे ठुलो ढुङ्गा ठाड बनाएर हाल्छ। यिनीहरूले देख्ने बित्तिकै